Hi everyone, it feels so good to be back, and it's been so long since I last posted anything on YouTube. And I remember it was during मङ्सिर जब म चाहिँ पाथिभारा दर्शनको लागि गएको थिएँ। त्यो बेलामा चाहिँ मैले एकदमै मजासँग टाइम दिएर नै भिडियो चाहिँ बनाएको थिएँ। सो आई एम ग्रेटफुल टुवर्ड्स माइसेल्फ एन्ड टुवर्ड्स यु फर लभिङ इट एन्ड सपोर्टिङ मी। अब चाहिँ अलिकति कन्सिस्टेन्टली चाहिँ म युट्युब भिडियोजहरू अपलोड गर्ने सोचिरहेको छु। अनि आज चाहिँ म आई हेभ कम अप विथ नो प्लान एट अल, बट थोरै के गर्ने भन्ने प्लान चाहिँ छ, बट नट द्याट मच स्पेसिफिक। अनि आई वान्टेड टु टक अबाउट पोएम्स, कविताको बारेमा कुरा गर्न मन लागिरहेछ आज चाहिँ मलाई। सबैभन्दा सुरुमा मलाई कविताबारे थाहा भएको भनेको चाहिँ नवराज पराजुलीजीबाट हो। मैले उपन्यासहरू चाहिँ पहिलेदेखि नै पढ्थेँ, कथाहरू मन पराउने व्यक्ति हो म चाहिँ, कथा निबन्धहरू मन पराउने व्यक्ति हो, अनि लेख्न पनि त्यही नै रुचाउने व्यक्ति हो। तर जब मैले नवराज पराजुलीजीको सगरमाथाको गहिराई किताब चाहिँ मैले +2 पढ्दै गर्दाखेरि लाइब्रेरीमा भेटाएँ, त्यसले चाहिँ मलाई एकदमै नै कविताप्रतिको लगाव झुकाव चाहिँ बढायो। अनि त्यसपछि चाहिँ मैले कविता लेख्न पनि थालेँ, धेरै थोर कोर्न पनि थालेँ, अनि त्यसपछि सुनाउन पनि थालेँ। आजको वाला भिडियो बनाउनुभन्दा अगाडि चाहिँ, आजको भिडियोमा भित्र पस्नुभन्दा अगाडि चाहिँ आई वान्टेड टु आस्क यु अल अ क्वेसन। When was the last time someone gifted you a book or you gifted a book to someone? With this question, I'd like to start. म चाहिँ एकचोटि के भएको थियो भन्दाखेरि एकजना साथीले चाहिँ किताब पढिरहनु भएको थियो, अनि मैले पनि कुन किताब रहेछ, झन् आफूले पहिले नपढेको नयाँ नाम देख्यो भन्दाखेरि मलाई कस्तो रुचि जाग्छ कि कुन किताब रहेछ, के रहेछ लेख्या भनेर। अनि त्यो चाहिँ गजलको किताब रहेछ। अनि पहिला खै सुनेको हो कि नसुनेको त्यस्तो याद नगरेको गजलकारले लेख्नु भएको रहेछ। अनि कस्तो मन पराएको थियो कि अब म किन्छु भनेर सोचेको थिएँ। तर उत्तिकैमा चाहिँ कुनै एउटा व्यक्तिले मलाई त्यो मन परेको छ किताब भनेर चाहिँ याद गर्नुभएको रहेछ। अनि ही गिफ्टेड मी द्याट बुक। त्यो बुक मलाई गिफ्ट गर्नुभएको चाहिँ भयो कति 1-2 महिना नै भयो, तर मैले आजसम्म चाहिँ त्यो बुक चाहिँ अनबक्स चाहिँ गरेको छैन। अनि सो उहाँले चाहिँ मलाई यो के अरे यो मन पर्न सक्छ नि त, हामीलाई यो फुटाउन कतिजनालाई मन परिरहेको हुन्छ, अनि त्यो हुनसक्छ भनेर उहाँले पनि मलाई यो ननिकालिकन नै दिनुभएको थियो। अनि लेट्स अनबक्स इट टुगेदर अहिले है त। अनि त्यसपछि आई विल रिसाइट भनौँ न यहाँको गजल छ यो मफलर भन्ने किताब। अनि यो चाहिँ कस्तो पनि भएको भन्दाखेरि मैले पहिले नै एकता बुक्स छापाथलीमा जाँदाखेरि चाहिँ यो बुक एकदमै मन पर्यो मलाई, कभर मन परेको स्पेसली। अब डोन्ट जज अ बुक बाई इट्स कभर भन्ने कुरा हामीलाई थाहा छ, बट ह्याभिङ सेड द्याट त्यो कभरले पनि धेरै महत्त्व चाहिँ बोकिरहेको हुन्छ भनौँ न, पर्सनली मेरो केसमा चाहिँ। अनि तर फेरि भित्र हेरेँ अनि कविता गजल खै के हो मैले त्यस्तो ठम्ब्याउन सकिनँ। अनि कथाको थियो कि त्यो के अरे 1 वर्षमा 25वटा जति लेखकहरूले कथाकारहरूले लेख्नु भएको अलिकति त्यो के अरे कतिऔँ मध्ये छानिएको कथा भन्ने 12 खरी हो कि कसले गर्नुभएको होला। मैले आई चोज द्याट बुक ओभर दिस। अनि आई नेभर इमेजिन कि कतिऔँ वर्षपछि मैले मफलर चाहिँ उपहार स्वरूप पाउनेछु भनेर। अनि टुडे आई ह्याभ मफलर इन माई ह्यान्ड, नट त्यो लगाउने मफलर बट मफलर एज अ बुक। अनि यो बाहिरको टेक्स्चर कलर कस्तो राम्रो छ कि एकदमै राम्रो छ। अनि मलाई चाहिँ मेरो जीवनमा पनि कति मेल खान गयो जस्तो लाग्यो। म जस्तै अरू धेरै व्यक्तिको जीवनमा मेल खान्छ पक्कै पनि। र मैले चाहिँ प्रदीप रोदन उहाँको नाम चाहिँ पहिल्यैदेखि सुनि आएको हो जस्तो पनि लाग्छ, होइन जस्तो पनि लाग्छ। अनि त्यसपछि एकदमै राम्रो लेख्नु भएको छ। अनि लास्टमा पछाडिको पानामा चाहिँ जे लेख्नु भएको छ म त्यहीबाट नै स्टार्ट गर्छु है त। हरेकको जिन्दगीमा महाभारत घट्दैन, जहाँ घट्छ त्यहाँ एउटा गीता जन्मिन्छ भनेर उहाँले लेख्नु भएको छ। अब भित्र पेज नम्बर कतिसम्म छ भन्दाखेरि 161, 62, 63, 164सम्म छ। अनि धेरै प्रायः मैले त्यो बेलामै पढेर भ्याएको हो, बट स्टिल त्यो बेलामा मैले साथीको किताबमा पढाएको थिएँ। यो त अब मेरो किताब भयो नि त, यो किताबमा चाहिँ मैले पढेको छैन। आई स्याल रिड द गजल पिकिङ ऱ्यान्डम पेज है त। ऱ्यान्डम पेजबाट चाहिँ म आजको लागि चाहिँ म 5वटा
पेज पिक गरेर चाहिँ म पढ्नेछु फर अस, फर यु एन्ड फर मी। पेज नम्बर 113 पल्टाएँ मैले। लेखिएको छ, यतिसम्म ठुलो मान्छे बनोस् मेरो दुश्मन, यतिसम्म ठुलो मानिस बनोस् मेरो दुश्मन, चाहेर नि मेरो कुरा काट्ने फुर्सद नहोस्, चाहेर नि मेरो कुरा काट्ने फुर्सद नहोस्। र अर्को छ, कुरा मिलायो, कुरा मिलायो भन्यो तसँग खेल्न आएको, के गर्नु आउन त ऊ मलाई धकेल्न आएको। अर्को छ, हाँसेर जाऊ घाँटीलाई सजाए छैन, हजार्ना छैन, यो चट्याङ परेको रुख पलाउने सम्भावना छैन। यो पेजमा यति नै छ। अब पेज नम्बर 113, पेज नम्बर 113 कि यतापट्टिको पेज 112 नै पढ्न रुचाएँ मैले। आनाको कति पर्छ, आनाको कति पर्छ, धुरको कति पर्छ, मरेपछि भागमा हजुरको कति पर्छ, मरेपछि भागमा हजुरको कति पर्छ। अर्को छ, गन्तव्यमा त धकेल्नेहरूले नै पुर्याउँछन्, गन्तव्यमा त धकेल्नेहरूले नै पुर्याउँछन्, मैले त केवल अब सम्हालिन जान्नुपर्छ, मैले त केवल अब सम्हालिन जान्नुपर्छ। लेट्स पिक अनदर ऱ्यान्डम पेज नम्बर। ओके, पेज नम्बर 91। समयले बताउला यहाँ को किन आयो, समयले बताउला यहाँ को किन आयो, एक छाल फेरि पत्थरमा ठोकिन आयो, एक छाल फेरि पत्थरमा ठोकिन आयो। तेरो काम हिँड्नु हो हिँडिरहनु सकुन्जेल, तेरो काम हिँड्नु हो हिँडिरहनु सकुन्जेल, बस्नेले बहस गर्छ दो बाटो किन आयो, बस्नेले बहस गर्छ दो बाटो किन आयो। जान्दछु नदीको मायामा खुब बर्सिए म, जान्दछु नदीको मायामा खुब बर्सिए म जान्दिन नतिजा धमिलो किन आयो। उनीहरूले मेरो शिर किन फुटाए आमा, उनीहरूले मेरो शिर किन फुटाए आमा, आमा भन न मेरो रगत रातो किन आयो। धागो कसको घाउमा छाड्यो सियोले, धागो कसको घाउमा छाड्यो सियोले, सियोको पछि लागेर धागो किन आयो। I'm going to pick another random page number. This is going to be the fourth, second last page number that we pick today. 75, पेज नम्बर 75 पल्टिएको छ, म त्यही नै पढ्छु है त। सँगै नखाएको पनि धेरै भयो चाडबाडमा बसेर, सँगै नखाएको पनि धेरै भयो चाडबाडमा बसेर, बुढी आमा रुँदै होलिन् बाको आडमा बसेर। यही माटो झै तिमी अलिअलि पग्लिँदै गयो, सायद दिक्क लागेको थियो पहाडमा बसेर। सारा दुःख पीडा भुलेर मुस्कुराइन् आमा, छोराले थाक्नुभयो कि भन्यो ढाडमा बसेर। ऊ हरियालीबाट उजाड हेरिरहन्छ बिचरा, म हरियाली हेरिरहेको छु उजाडमा बसेर। ऊ हरियालीबाट उजाड हेरिरहन्छ बिचरा, म हरियाली हेरिरहेको छु उजाडमा बसेर। अब अनदर पेज नम्बर, ओके अनदर पेज नम्बर 18 or 19 भयो मलाई चाहिँ। ल पेज नम्बर 19 नै लिएँ मैले चाहिँ। नजिक राख्दा दाग नदेखिनु पर्ने हो, नजिक राख्दा दाग नदेखिनु पर्ने हो, देखिन्छ यहाँ अगेना नजिकैको भित्ता कालो देखिन्छ। सकेसम्म चुडिन नदिनु सम्बन्धको डोरी, नत्र यहाँ गाठाहरूले डोरी छोटो देखिन्छ। सकेसम्म चुडिन नदिनु सम्बन्धको डोरी, नत्र यहाँ गाठाहरूले डोरी छोटो देखिन्छ। आँसुमा डुबाउनेहरूले मलाई कस्तो देख्लान्, आँसुमा डुबाउनेहरूले मलाई कस्तो देख्लान्, सोझो लौरो पानीमा डुबाउँदा बाङ्गो देखिन्छ। माया त लाग्छ नै माया गर्दिन भन्दा पनि, माया त लाग्छ नै माया गर्दिन भन्दा पनि, केही देखिन्न भन्दा पनि त अँध्यारो देखिन्छ, केही देखिन्न भन्दा पनि त अँध्यारो देखिन्छ। तिमी ठुलो देखिन्छौ मतलब भुइँमा नै छौ, तिमी ठुलो देखिन्छौ मतलब भुइँमा नै छौ। हेर आकाशको तारा कति सानो देखिन्छ, हेर आकाशको तारा कति सानो देखिन्छ। आजको लागि चाहिँ मैले यो मफलर पुस्तक अनबक्स पनि गरेँ, अनि जो साथीले मलाई उपहार दिनुभएको थियो उहाँलाई पनि धेरै सम्झिन चाहेँ र कृतज्ञता फेरि पनि यही भिडियो मार्फत नै ज्ञापन गर्न पनि चाहेँ। र आजको लागि चाहिँ हामीले 5वटा गजल पढ्यौँ, मैले पढेँ फर अस, हामी सबैजनाको लागि। र अबदेखि चाहिँ आई हेभ प्लान्ड, आई विल कम अप विथ अ प्लान or videos on regular basis
आजको दिनसम्म चाहिँ साथ दिनुभएकोमा, यहाँ आउनुभएकोमा, यो भिडियो हेर्नुभएकोमा चाहिँ सबैजनालाई धन्यवाद। आशा छ सबैजनाले आफ्नो ख्याल आफूलाई नै आवश्यक हुने तरिकाले चाहिँ राखिरहनु भएको छ। आजको लागि चाहिँ यति नै भन्न चाहे। हस्त, बाई बाई।